नमस्ते, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। तपाईहरु सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ, स्वस्थै हुनुहुन्छ भन्ने म आशा गर्दैछु। यही आशाको साथ म मेरो भिडियो स्टार्ट गर्दैछु। हिजो रातभरि पानी पर्यो है, बिहानभरि पनि पानी परेर आजको मौसम यस्तो चिसो छ है। अनि तपाईहरु कस्तो होला? हाम्रो चाहिँ हेर्नुस् है कस्तो एकदम पुरा चिसो खालको मौसम छ। रातभरि पनि बिहानभरि पनि पानी परेर मौसम चिसो भएको छ। तपाईहरु कस्तो होला है? हाम्रो साथै बिहान मात्रै के भनेको चिसो लाग्यो भनेर अहिले फेरि पानी पर्न थाल्यो। नास्ता बनाउँदैछु हो। अब नास्ता फ्रेस भएर नास्ता खाएर रोटी अनि सब हामी नास्ता खाना आँटेको रोटी सब्जीहरू है। यो मेरो एउटा भाइ बहिनीहरूको। सो मम्मीहरू पनि जानुभयो, मम्मी पार्लर, ड्याडी गाडी लिएर जानुभयो, जस्ट निस्किनु भयो है। ढोका लगाएर पनि आइसकि। नास्ताहरू सबै थोक भयो। अनि आज भाइ बहिनी छुट्टी छ नि त, गुड फ्राइडे छ आज। सो आज भोलि पर्सि सन्डे भइहाल्यो, छुट्टी छ। अनि अब के गर्नु अल्छी लागिरहेछ। सो उनो म बहिनीसँग खेल्दैछु उनो छुट्टीको उपलक्ष्यमा। चिटिङ खेल्दैछ तिमीहरू? साथीहरू फाइनली घाम पनि लाग्यो हो। लुगाहरू धुँदै गरी लुगाहरू सुकाउँदैछु। बहिनीहरूको लुगाहरू के थियो। घाम मजाले लाग्यो। अब चाहिँ पानी पर्छ कि सायद भन्दैछु, नपरोस् पनि। बिहानदेखि हिलो 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 जिउन आराम भइसक्यो। फेरि आजै मात्रै होइन, कहिलेदेखि पानी परेर यस्तो मतलब यस्तो भइसकेको थियो कि लुगाहरू पनि धुनु नपाएर है, यस्तो भएको थियो। अनि बल्लबाट घाम लाग्यो, घाम पनि। तपाईँहरूकोतिर चाहिँ कस्तो होला? हाम्रोमा चाहिँ यस्तै छ है, पानी पर्दै घाम लाग्दै गर्दैछ। बल्लबाट लुगा सुकाउनु पाइयो। र अब मम्मीहरू पनि कोही हुनुहुन्न, सबैजना आफ्नो काममा जानुभयो। भाइ बहिनी पनि स्कुल छैन र अब यता गरिरहेछन्। बरु एकजना सुतिरहेछन्, एकजना मोबाइल होला। अब त्यही त हो है छुट्टीमा। तपाईँहरू चाहिँ कहाँ के गर्नुहुँदैछ? हाम्रो चाहिँ अब यो चाहिँ गइरहेछ। अब यताउता कहीँ धेरै गएको पनि छैनन्, घरमै छु मैले। अनि सरी, अनि घरमै छु, नभए यताउता अब यस्तै हुँदैछ मेरो पनि। म पनि मम्मीसँगै जान्थेँ, अब भाइ बहिनी स्कुल छुट्टी छ त्यही लागि अहिले म नगएको। नत्र सँगसँगै जान्थेँ म पनि पार्लर। अहिले भाइ बहिनीको स्कुल छ त्यही लागि अब यसो भाइ बहिनी हेर्नुपर्छ, घरमा यताउता गर्नुपर्छ। सो त्यही लागि म चाहिँ नगएको। अब मेरो पनि कहिलेदेखि जान्छु होला म थाहा छैन। तपाईँहरूले खानासाना खाइसक्नुभयो कि भएन? हामी चाहिँ मैले चाहिँ अघि नै खाइसकेर हल्का खानासाना खाइसकेर एकछिन बसेर अनि लुगाहरू धुँदै यसो भाँडाकुँडा धुँदै गरी। सो साथीहरू बेलुका पनि भयो। अब चाहिँ यसो घरकै हाम्रो घरमा मम्मीहरूकोमा के लगाउनु भएको छ भनेर देखाउँछु ल। यहाँ चाहिँ खोर्सानी, पुदिना। यो चाहिँ एक्चुअली मतलब यो खोर्सानी छ कि अति चाँडै पिरो हुन्छ यो। हामी चाहिँ मणिपुरी खोर्सानी भन्छौँ। एक्स्ट्रा स्पाइस हुन्छ है यो खोर्सानी। यहाँ हल्का थोरै प्याजको पत्ता, यहाँ खोर्सानी, यो पनि बैगुन पनि फलिरहेछ है। क्युट बैगुन तपाईँहरू जस्तै। यहाँ डल्ले पनि छ है। अनि फुलहरू छ यहाँ है। यो
कस्तो अर्कै खालको फुल छ एकदम साँप जस्तो फुल छ यो यहाँ छ टमाटो सानो टमाटर यो पनि त्यही फुल तपाईँलाई चाहिन्छ भने भन्नु है बिउ दिउँला यहाँ माकुरा बसिरहेको रहेछ सो हाम्रो घरमा धेरै त लाउनु भएको छैन हल्का हल्का फुलहरू चाहिँ अलिक हेर्छ कस्तो राम्रो यो रोज फुल त यहाँ छ है क्युट क्युट फुल अस्ति तपाईँलाई मैले हिजो देखाएको थिएँ नि हाम्रो बारीमा आज सबै तपाईँलाई म डिटेल्स देखाउँछु न हाम्रोमा एक्चुअली के छ भनेर यहाँ पनि फ्लावरै छ प्रायः जस्तो हाम्रोमा धेरै नै खोर्सानी चाहिँ डल्ले छ यहाँ यो जिरे हो तर अहिले भएको छैन क्युट फ्लावर्स यो निम पत्ता हो तपाईहरुलाई थाहै छ होला यहाँ कागती पनि भइरहेछ यहाँ पानीले गर्दा खत्तम बनायो हेर्नु नै यो कति राम्रो हुन्थ्यो होला पानीले कुटेर पानीले क्या परेर सबै छरपट्ट भयो प्याजको पत्ता लसुनको पत्ताहरू पानी पनि के साह्रो परेको है पर्दा यस्तो हुन्छ नपर्दा कुवा सुकेर पानी पनि हुँदैन पऱ्यो भने फुल फल सबै खत्तम बनाइन्छ ए कस्तो मजाको लो यो फुलको पनि बाहिर फुल भएछ नि त यहाँ यो सयपत्रीहरू त आफै भएको होला उयो छ हाम्रो कागती दिस आवर लेमन यही नै छ अहिले बिकज अहिले पानीको सिजन त्यस्तो हुँदैन नि त किनकि उयो के भन्छ पानीले कुटेर केही हुनु दिँदैन क्या त्यस्तो केही सब्जीहरू छैन फुलहरू धेरै छ चाहिँ फुलहरू पनि धेरै त के भन्नु कि होस् फुलहरू पनि हाम्रोमा पानी हुन्थ्यो कि होला तर पानी परेर क्या खत्तम बनाइदिएको छ मेरो मम्मीलाई चाहिँ फुलहरूको पुरा सोख छ है एकदमै किनकि फुलहरू भनेपछि मम्मीलाई अलिकति लाग्छ म पुरा मनपर्छ क्या प्रायः हाम्रो घरमा चाहिँ बेसी जस्तो फुल चाहिँ पुरा हुन्छ सिजनको फुल फलिरहेको हुन्छ बिकज मम्मीले पुरा केयर गर्नुहुन्छ नि त फुलको अब साँझ पर्यो साँझ भएर अब हेरौँ मम्मीहरू कतिखेर आउनुहुन्छ त कहाँ गएर आएको भाइ कहाँ गएर आएको के खोजेको तैँले रामबम होइन त्यो आँटा हो आँटा ठिक भइस आँटा हो भाइ जिद्दी नगर त आँटा हो भाइलाई मना गर्नुहोस् नि डक्टरले फुड पोइजनिङ भएको छ नि धेरै अब नानीहरू त्यही हो कच्चा मसला धेरै खान्छ नि त त्यही लागि डक्टरले मना गरेको छ मान्दैन अनि लुका राखेको थिएँ त्यो पनि दिएको छ अब धेरै कुरा केटाकेटी हो रुन थालिहाल्नु नदिएर अनि त्यही लागि ए शान्ति भयो अब यहाँ त रुन्चे के गर्नु रुइहाल्छ ओए के गरेको
फाइनली मम्मीहरू पनि आउनुभयो। के हो? अहिले गरेको थियौ। वेलकम मम। थ्याङ्क यू भेरी मच। साथीहरू आज मम्मीले खाना पकाउनुहुन्छ नि त, मम्मी रेडी मिलेर कपाल्स मिलेर। सो स्पेसल आज हेर्नु ल, फिस पकाउनु हुँदैछ। दुईजना हुन्छ नि कपाल मिलेर। साथीहरू खानाहरू पाक्यो, अब खाना खान आँटेको। तपाईँहरू त खाइसक्नु भयो कि भएन? हाम्रो चाहिँ आज अघिदेखि हाल्नुभयो, मम्मीले रेडी मिलेर पकाउनु हुँदैछ नि त फिस करी। सो हियर इट इज। सो म खाना खान्छु, तपाईँहरूले खानुभयो होला यतिसम्म त। सो गाइस खानापिना पनि भयो, एकछिन बसेर अब स्लिपिङ टाइम पनि हुन्छ। तपाईँहरूले पनि खाइसक्नु भयो होला, अनि कोहीको त्यतिखेर सुतिरहनु भएको होला। र यो भ्लग आउँदा चाहिँ तपाईँहरू उठिसक्नुहुन्छ होला मेरो ख्यालमा सायदै। र आजको लागि यति नै, अनि यतिसम्म हेरिदिनुको लागि धेरै धेरै धन्यवाद भन्न म चाहन्छु। र मलाई थोरै माया पनि दिनुहोस् होला, माया पनि देखाउनु भन्ने म आशा गर्छु। र प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला प्लिज। अनि अब आज म यहीसम्म मेरो भिडियो म समाप्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू नेक्स्ट भ्लग। बाई बाई।